मधु मोर नारक विनाशन गरुड़ा सनाए सुदामाजीको पावन कथालाई पनि हिजोको सत्रमा श्रवण गर्दै रहेका थियौँ। आज महाराज सुखदेव स्वामीजीले भन्नुहुन्छ, राजा परीक्षितका साथमा बाबु तिमीलाई के सुन्ने अपेक्षा र निष्ठा रहेको छ मलाई त्यो दर्शाउन भनेर आज पुनः प्रश्न गर्दै हुनुहुन्छ। भगवान श्रीकृष्णले त्यसपछि सबैका प्रति कृपा र प्रेरणाको पात्र स्रोत बनेर रहनुभयो। साथसाथमा महाराज सुखदेव मुनिले भन्दै हुनुहुन्छ, एक समयको कुरा हो, आज भगवान श्रीकृष्ण वसुदेव र देवकीको कोखबाट जन्म लिनुभएको थियो। तर सज्जन वास्तवमा भगवान श्रीकृष्ण जन्म कहाँ लिनुभयो? कारागारमा। अनि भन्नुहुन्छ, वास्तविकता किन यो दर्शाइयो त भन्दा जुन घरमा गृहिणी रहन्छन् त्यो घर नै घर हो। जुन घरमा गृहलक्ष्मी रहन्छन् त्यो घर नै वास्तविकता घर हो। जुन घरमा गृहिणी रहन्छन् त्यसलाई घर भनेर घर मानिँदैन। त्यही भएर आज स्वयं भगवान श्रीकृष्ण कारागारमा जन्मिनु भयो। उहाँका लागि त्यो घर भयो जहाँ वसुदेव र देवकीको कोखबाट जन्म लिएर यस संसार रूपी भूमण्डलमा रहेका व्यक्तिहरूलाई ज्ञानको चक्षुलाई एकमुष्ट एउटा छत्र छायामा जोड्नुभयो। आज स्वयं भगवान श्रीहरिले दर्शाएर रहनुहुन्छ, वसुदेव र देवकीको कोखबाट जन्म लिइसके पश्चात जब धेरै वर्षपछि भगवान श्रीकृष्णका साथमा भेट हुन्छ अनि भन्नुभयो, हे कृष्ण, तिम्रा दाजुहरू जतिखेर कंसले वध गरेको थियो आज मलाई त्यो पुत्र शोकले वियोग भएकी छु। माता देवहूतिले जतिखेर माता देवकीले भन्नुभयो, तिम्रा दाजु जति थिए नि तिनीहरूको जब मातृशक्तिहरूलाई आफ्नो परिवारजनमा यदि कुनै शोक परेको छ भने त्यो शोकले त्यो व्यक्तिलाई अगाडि बढ्न दिँदैन। हर पल त्यो सम्झना आइरहन्छ। त्यो संसारको कोही सन्तति सानो बालकहरू देखिहाल्यो भने त्यतै मन लाग्छ, मेरो पनि सन्तति यत्रो हुन्थ्यो होला भनेर त्यो शोक रूपी प्रतिबिम्ब परिरहेको थियो। आज स्वयं भगवान श्रीकृष्णले मातालाई भन्नुहुन्छ, माता हजुर चिन्ता नगर्नुहोस्, म गएर यमराजलाई गएर भेट्नेछु। सिधै त्यहाँबाट यमलोक जानुभयो भगवान श्रीकृष्णका साथमा। जब यमराज पुग्दाखेरि यमराजले भन्नुहुन्छ, हे प्रभु, तपाईँ शङ्ख चक्र गदा पद्म धारण गरेका प्रभु आज मेरो कुटियामा कसरी पाल्नुभयो भन्दा भन्नुहुन्छ, मेरा दाजुहरू कंसले वध गरेको थियो, आज यहाँ आएका छन् अरे, तिनीहरूलाई म लिन आएको भन्नुभयो। त्यसपछि पञ्चजन्य नाम गरेको शङ्खलाई उद्घोष गर्नुहुन्छ, मृत्यु भएका व्यक्तिलाई पनि जीवित गराइदिनुभयो, निकालिदिनुहुन्छ। त्यसपछि लगेर मातालाई आफ्ना दाजुहरूलाई लगेर माताका सन्निधिमा लगेर भगवान श्रीहरिले दिएर ल्याउनुभयो। आमाको पनि मन सन्तुष्टि भएर रहन्छ। त्यसपछि वेद स्तुतिको वर्णन गरिएको छ। यो संसारमा सबैभन्दा ठुलो कुरो वेद हो। वेदले राम्रो कुरा नराम्रो कुरा गर्नु नगर्नु कुरा सबै छुट्याएको छ। तर मातृशक्तिहरूले वेदलाई पढ्नु हुँदैन, किन उहाँहरूलाई दोष छ, मासिक धर्महरू हुने गर्छ। त्यतिखेर त्यो अवस्था रहँदाखेरि नाभि भनेको आफूले बोलेका शब्दरूपी बाणीहरूद्वारा कहीँ वेद मन्त्र प्रवाह गर्दा गर्दै दूषित हुन सक्छ कि भन्ने कारणले गर्दाखेरि आज त्यो कार्यलाई रोकिदिनु भयो। भनिएको छ नि, चण्डी पाठ यदि कसैले गरियो उल्टो सुल्टो भयो भने त्यसलाई विपरीत उसको मनमा जानेछ र नकारात्मक सोच र विचार भावना प्रकट भएर आउनेछ।
कुनै पनि कार्य गर्नेवाला व्यक्तिले विधिपूर्वक कर्म गर्नुपर्छ। कुनै पनि ब्राह्मणले कर्म गरिँदैछ भने एउटा सूर्य उदयदेखि अर्को सूर्य उदय नहुन्जेलसम्म जसको वर्ण भइएको छ त्यहाँदेखि अन्यत्र गएर वर्ण भएर कर्म गर्नु हुँदैन। कुनै नियम छ, आचरण छन्, कर्मका आश्रयहरू जोडिएको छ। आज वेद शास्त्रहरूले त्यो कुरालाई सबै परिणत गरेर ल्याउनु भएको छ। महाराज सुखदेव मुनिले भन्नुभयो, यो संसारमा केवल ओमकारको सृष्टि रहेको थियो। पहिली चराचर जगतमा अह ओ म आकाश पाताल पृथ्वी यी तीनटै लोकमा चाहिँ केवल भगवानको निवास र दिव्य स्थान बनेर रहेको छ। ओमकार बिन्दु संयुक्तम नित्यम ध्यायन्ति योगिनो कामदम मोक्षदम चैव ओमकाराय नमो नमः। जसले ओमकारको प्रतिबिम्बलाई आफ्नो जीवनमा सार्थक र धन्य बनाउनेछ भने त्यसको जीवनमा जहिले सकारात्मक सोच र विचार भावनाहरू प्रकट भएर रहनेछन्। आज वेद स्तुतिको महिमालाई दर्शाएर जानुभयो। सारा प्रतिबिम्बमा अन्तिममा भगवान शिवलाई पनि एक दिन सङ्कट आइपरेछ। एउटा बाणासुर नाम गरेको दैत्यरूपी दुराचारी आज भगवानका प्रति सुन्दर स्तुति गर्दै गर्दै तपस्या गरेर बसेको रहेछ। कस्तो तपस्या गरौँ? अत्यन्तै प्रभुलाई पाउने अभिलाषा लिएर भगवान शिवका प्रति सुन्दर स्तुति गर्दै गर्दै रहन्छ। भगवान शिव प्रसन्न हुनुभयो, बाहिर प्रकट भएर आउनुहुन्छ। भक्त, तिमीलाई के चाहिएको छ? इच्छा वरदान माग भन्नुहुन्छ। उनले भन्दछन्, म जसको हात शिरमा राख्न सकौँ त्यसको मृत्यु होस्। त्यति भनिसकेपछि भगवान शिवले म प्रति त आइलाग्दैन होला भनेर तथास्तु भनिदिइहाल्नु। तर जब तथास्तु भनिसकेपछि परीक्षा लिनु पर्यो प्रभु भनेर आज भगवान शिवकै प्रति शिरमा हात राख्न खोज्छ। तब तक भगवान शिव त्यहाँबाट भाग्दै भाग्दै हाम्रो नेपालको हलेसीमा आउनुभयो। आउँदाखेरि अहिले पनि गुफा छ। भगवान शिव त्यो गुफाबाट निस्केर बाहिर निस्किनुभयो। त्यो दिव्य स्थान रहेको छ। कसैको बोली पूर्ण भएको छैन। आवाजमा कहीँ टुटफुट भएर आवाज आउँछ भने अनि ससाना नानीहरूको बोली फुटेको छैन। आफ्ना कुनै पनि कार्य गर्दा सिद्धि हुँदैन भने हलेसी महादेवको दर्शन गरेर त्यो घरमा सन्तुष्टिको प्राप्ति हुन्छ। त्यति गरेपछि यता भगवान विष्णुले थाहा पाउनुभयो भगवान शिवलाई आपद विपद विस्मत परेछ भनेर। त्यही समय मोहिनी अवतार लिएर त्यहाँ प्रकट भएर बाहिर निस्किनुहुन्छ। बोले मोहिनी अवतार भगवानको। आज त्यो भौमासुरले हेरेको हेरी गर्छ। बाणासुरले यसो निकट लगाएर हेरो, यति सुन्दर स्त्री यदि बाइचानस यीसँग मैले विवाह गर्न पाए त हुन्थ्यो भनेर उसको मन त्यतातिर चकित हुनुभयो। उनले भन्दछन्, त्यसो भए यसो गरौँ, म जसरी नाच्छु तिमी त्यसरी नाचेर देखाऊ। तिमीले त्यो नाचमा जित्यौ भने म तिमीसँग विवाह गर्छु भनेर भन्नुभयो मोहिनी अवतार। तब तक नाच्दै जाँदाखेरि जतिखेर हात शिरमा पर्छ तब तक भौमासुर आफ्नै आप जलेर भस्म हुनुभयो। जो व्यक्तिले केवल पहिले पाउँछ आखिरी हर कुरामा दुविधा लिएको हुन्छ, तर अन्तिममा उसले के गर्छ? पाइसके पश्चात अत्यन्तै बलवान शक्तिशाली हुनुपर्छ है। आज जब भगवानले त्यो कुरालाई पनि परीक्षा लिएर कर्मको आश्रय प्राप्त गरेर जानुभयो। यसकै साथसाथमा भगवान श्रीकृष्णले अनेक लीलाहरूको रचना सृष्टि गर्दै जानुहुन्छ र जुन वंशजमा जुन परिवारजनमा अलिकति कोही अग्रणी पदमा छ भने त्यो पदको व्यक्तिलाई घरमा बोलाइसक्नु हुँदैन। आज स्वयं हामी एकादश स्कन्धको पहिलो अध्यायमा श्रवण गरिरहेका छौँ। यदु वंशीहरूमा भगवान श्रीकृष्ण हाम्रो कुलमा वंशमा जन्म लिएर आउनुभएको छ। हामीलाई के को डर छ? केही त्रास छैन। जे गर्नु छ भगवानले गरिहाल्नुहुन्छ नि भनेर आज जथाभावी कर्म गर्दै हिँडेछन्। एक दिन के गरेछन् भने जाम्बुवतीका छोरा साम्बलाई चाहिँ स्त्रीको भेष बनाएछन्। साडी चोलो आदि सबै कुरा लगाइदिए अनि साथमा पेटमा चाहिँ धेरै कपडाहरू पोको पारेर बाँधिदिएछन्। सप्तऋषिहरू त्यही मार्गमा आउँदै हुनुहुन्थ्यो। बाटोमा आउँदाखेरि भनेछन्, अब यदुकुलमा यी बुहारीबाट चाहिँ के जन्मिन्छ भनेर ऋषिहरूको परीक्षा लिन खोजेछन्। तब तक ऋषिलाई रिसुटो क्रोधित भयो। यति लामो मुसल जन्मिन्छ अनि तिमीहरू यही मुसलबाट सखा हुनेछौ भनिदिनु भयो। पछि समयकल्पमा ऋषिहरू रिसले आक्रोश भएर अगाडि बढेर जानुहुन्छ। पछाडि लगेर जब उसको वस्त्र खोलेर हेर्दा त नभन्दै यति लामो मुसल फलामको टुक्रा निस्किँदो हो। त्यसपछि
महाराज हुनुहुन्थ्यो उग्रसेन, राजालाई लगेर देखाउनु भयो महाराज यसरी ऋषिहरूले हामीलाई श्राप दिएका छन्, यस्तो निस्केर गयो। जसले भन्दाखेरि मुसल निस्केको छ प्रभु भन्नुभयो, कुनै नदीमा लगेर यसलाई घोर्ता गरेर पानीमा बगाइदेऊ भन्नुहुन्छ। लिएर गए। 25 समयमा एरक नाम गरेको घाँस प्रकट भयो, भनेको जहाँ कोदो आदिको सृष्टि हुन्छ, जसका द्वारा दाजुभाइले मदिरा पान गरेर एक आपसमा भएको धन सम्पत्ति पनि सकाप गरे। दाजुभाइ एक आपसमा काटाकाट गरेर उनीहरू सबैको अन्त्य भएर गयो। त्यसले गर्दा सज्जन, आज हाम्रो समाजमा मदिरा बेगर पनि शुद्ध नहुने समाज छ, तर जसले मदिरा पानलाई छुनु पनि हुँदैन। तर जसले आफ्नो हदभन्दा बढी कुनै कर्मको आश्रय गर्यो भने त्यो पतनको लक्षण है, त्यसमा कुनै पनि प्रभाव पर्दैन। सारा कुराहरूलाई दर्शाएर जानुभयो र यदुवंशीहरूले पनि एक आपसमा दाजुभाइ काटाकाट गरेर सखा भएर जानेछन्। यो पावन प्रसङ्ग जोड्दै रहनुभयो। र त्यसैका साथसाथमा महाराज एकजना विधेय निमि गरेका नाम राजा गरेका राजा हुनुहुन्थ्यो। उहाँले एउटा भीषण यज्ञको लागि तयारी गर्नुहुन्छ। जन्मदेखि मृत्युसम्म भएर आउँदाखेरि कमसे कम 7 दिनको जतिको सकिन्छ एउटा न एउटा अनुष्ठानको यज्ञ गर्नै पर्छ। त्यो यज्ञ गर्यो भने के हुन्छ, तपाईँले जानी नजानी काहीँ गल्ती त्रुटि गर्नुभयो, कुनै पाप आदि कर्मका आश्रय गरिएको छ, बोलीमा शब्दमा बाणीमा भने पनि त्यसको पश्चाताप हुन्छ। त्यसबाट पूर्ण गर्नको निमित्त सकेसम्म एउटा न एउटा कुनै यज्ञ अनुष्ठान व्रत उपास गर्नु भन्नुभयो। त्यसैका साथसाथमा महाराज भरतका 100 भाइ छोराहरू थिए, जसमा सबै ज्ञानी ब्रह्मनिष्ठ भएका थिए। जम्मा 100 भाइ छोराहरूमा जेठाको नाम भरत, जसले गर्दा आज भारत खण्डी भनेर नामाकरण भएको छ। 9 जना 9 द्वीपका अधिपति भए, पूर्व पश्चिम उत्तर दक्षिण वाभे ईशान आदि नाम गरिएका। अनि 9 जना चाहिँ योगेश्वर भएका थिए, जसको स्कन्द हामी 11 स्कन्दमा वर्णन गर्नेछौँ भनेर अस्ति दर्शाएका छौँ। ती चाहिँ 9 योगेश्वर भएर रहनुभयो, अत्यन्तै ब्रह्मनिष्ठ ज्ञानी समदर्शी विद्वान भएर रहनुभयो। र यिनीहरूको साथमा भएर आउँदा प्रश्न गरेर भन्नुहुन्छ को हुनुहुन्थ्यो भन्दा कवि, हरि, अन्तरिक्ष, प्रद्युम्न, पिपलायन, अभिहोत्रम, द्रविश, चमस अनि करभाजन गरेर 9 जना योगेश्वर हुनुभयो। त्यसकै साथसाथमा उहाँले दिव्य प्रश्न गरेर भन्नुहुन्छ, प्रभु हामी त एउटा गृहस्थी धर्ममा रहेका छौँ, कसरी भगवानलाई सहज रूपमा सन्तुष्टि गर्न सकिन्छ भनेर प्रश्न गर्नुभयो। कति महान कुरो छ। तपाईँ हामी घर गृहस्थीमा रहेका छौँ, हामीलाई छोराछोरी पनि चाहियो, वस्तु चौपाई पनि चाहियो, धन सम्पत्ति वैभव पनि चाहियो, सबैको समाज सेवा पनि गरेर जीवन व्यतीत गर्नु पर्यो। त्यस्ता व्यक्तिले कसरी मुक्ति हुन्छ भन्नुभयो। उहाँहरूका निमित्त साधन बताएर भन्नुहुन्छ कि भगवानका प्रति कहिले पनि यो मनुष्यले शरीरले कर्म गरेर शान्ति प्राप्त गर्न सक्न भनेकै मृत्यु हुँदा मात्रै मनको शान्ति प्राप्त हुन्छ भन्नुभयो। भक्तवत्सल भगवानको मनको शान्ति प्राप्त गर्नको लागि कि वैरागी उत्पत्ति हुनु पर्यो। परिवारबाट कसैले साथ दिनु भएन, भएको धन सम्पत्ति केही साथमा रहेन, हर कुराको दुविधा भइसकेपछि मात्रै मनको शान्ति पाइन्छ। तर धन छ, वैभव छ, दुःख छ भने पनि मनमा शान्तिता भएन, मृत्युमै शान्ति प्राप्त हुन्छ भन्नुभयो। वास्तवमा हो। त्यसपछि अगाडि गएर भन्नुहुन्छ तिमीले केवल भगवानलाई कर्म गर्दाखेरि जहिले आशा रहित भएर कर्म गर, हैन? आश गरेर यदि भगवानसँग तिमीले कर्म गर्यौ भने तिमीलाई जब तक अलिकति सास रहन्जेलसम्म पनि तिम्रो आश पूर्ण हुँदैन भन्नुभयो। आशा हि परमम दुःखम नैराश्यम परमम सुखम। आश नगरिकन हे प्रभु म तपाईँको सेवक हुँ, केवल मैले पत्र पुष्प अर्पण गरेको छु, अरू जीवन तपाईँको हातमा छ, मेरो हातमा केही छैन भन्नुभयो। भगवानका प्रति कहिल्यै यदि हामीले इच्छा चाहना अपेक्षा गर्यौँ भने तपाईँले जीवनमा निराश भएर फर्किनुपर्छ है, पूर्ण कहिले हुँदैन। त्यसपछि अगाडि गएर भन्नुहुन्छ जो व्यक्तिले मनका द्वारा बुद्धिद्वारा भावद्वारा जसले भगवानको चिन्तन गर्दछ भने अज्ञानीलाई ज्ञानको मार्ग देखाउने कर्म नै श्रीमद् भागवतबाट हुन्छ। चक्षु इन्द्रिय जसरी आँखाले संसार देखिन्छ नि, त्यस्तै अर्को तेस्रो नेत्र भनेकै भागवत। जसले गर्दा अरू ज्ञानको चक्षु हाम्रो जीवनमा प्राप्त गरेर पाउन सक्छौँ।
त्यो कुरालाई पनि महाराज सुखदेव मुनिले दर्शाएर जानुभयो। अगाडि गएर भन्नुहुन्छ, यो 9 योगेश्वरहरूका प्रति जसले भगवानको श्रवण गर्ने, कीर्तन गर्ने, मनन गर्ने, स्मरण गर्ने शक्तिको प्रेरणा मात्रै बन्न रह्यो भने पनि त्यसको जीवन धानेर चरितार्थ हुन्छ। त जसले भगवानका प्रति स्मरण पनि गरिरहेको हुँदैन भने त्यसले केवल दुःखरूपी भवसागरमा त्यो घुमेको हुन्छ भनेर दर्शाएर जानुभयो। र सबै हामीले विचार गर्ने कुरा छ भागवतद्वारा। पहिलो स्थान भनेको कुलाचार। हामी कुलमा जन्म लिएर आएका छौँ, ब्राह्मण, क्षेत्री, वैश्य, शूद्र। हाम्रा पिता पूर्वजले के कर्म गर्नुहुन्थ्यो त्यो कुरालाई एकदम मध्यनजर लिएर कर्म गर्नुपर्छ। आचरण भनेको यदि हामी कुन सभ्यतामा रहेका छौँ, कुन आचरणको व्यवहारको कर्म गर्ने हो त्यो कुरा मनमा शिरोधारी गर्ने। त्यसपछि वर्ण अनि आश्रम, यी 4टा कुरालाई जीवनमा उतार्न सक्यो भने तपाईँले कहीँ पनि घर छोडेर सन्यास ग्रहण गर्न भन्दै अन्यत्र निस्केर जानु पर्दैन। त्यसपछि आज सारा कुराहरूलाई दर्शाएर जानुहुन्छ योगेश्वरका साथमा। उहाँले गुरु दत्तात्रेय हुनुहुन्थ्यो, जसका एउटा दुईटा गुरु मात्रै होइन, उहाँले 24 जना गुरु बनाउनु भयो। किन है, जीवनमा एउटा दुईटा गुरु होइन, उहाँले 24 जना गुरु बनाउनु भयो। गुरु बनाउनुको अर्थ के छ? गु शब्द अन्धकार छ, तर रुस शब्द भनेको ज्योति र भास्कर रहेको छ। आज त्यो शब्द रूपीमा उहाँले पृथ्वीलाई गुरु बनाउनु भयो, हात्तीलाई गुरु बनाउनुहुन्छ, एउटी कन्यालाई गुरु बनाउनु भयो, साथमा एउटी वेश्यालाई पनि गुरु बनाउनु भयो, माकुरालाई पनि गुरु बनाउनुहुन्छ। सबैबाट ज्ञान सिक्नुभयो अलिअलि, त्यही ज्ञानलाई सर्वोपरि पारेर ल्याउनुहुन्छ। र सज्जन, जीवनमा जस्तो सकिन्छ सकारात्मक सोच विचार गर्नका निमित्त अवश्य पनि एक न एक गुरुको आवश्यकता पर्छ जीवन चलाउनका निमित्त भनेर आज ती सधैँ गुरुवर्गज्यूहरूको प्रति सुन्दर स्तुति गर्दै रहनुभयो। र तपाईँ हामी पनि आज जुन स्थानमा, नगरमा, जुन भगवानको कृपा प्रेरणा स्वर्गीय पुष्पलाल गुरुजी जसले अनन्त राजाले श्रद्धामा आज शिक्षाको अध्ययन दिनुभयो, संस्कृत शब्दका बाणीहरूलाई सिकाउनु भयो। उहाँ नरहे तापनि आज उहाँहरूका प्रति र पावन टटनगरी वृन्दावनमा पढाउने शिक्षक गुरुजन र जसले मलाई मार्ग बाटो आदि सिकाउनु भयो, देखाउनु भयो, उहाँ मान्यवर गुरुहरूका प्रति सबैलाई नतमस्तक हुँदै एउटा सुन्दर गुरु वन्दना गर्दै गर्दै उहाँहरूका प्रति स्रोतको ज्ञान र प्रेरणा, एउटा दासानुदासको भाव प्रकट भइरहोस् भन्ने कामना जोड्दै गुरुदेवहरूका प्रति चरण कमलमा साष्टाङ्ग नमन गर्दै एउटा दिव्य भजनले सधैँ गुरुहरूका प्रति यो शरीरलाई नतमस्तक गर्दै अर्पण गर्दै गर्दै अगाडिका पावन कथाहरूलाई पान गरौँ। सद्गुरुदेव भगवानको देवहरूका चरण कमलमा कोटि कोटि वन्दना नमन अर्पण गर्दै भगवानका दिव्य शब्दरूपी भागवतको यो दिव्य ज्ञान गङ्गा महाराज सुखदेव स्वामीले राजा परीक्षितका साथमा श्रवण गराउनु भएको यो पावन दिव्य कथा हामी श्रवण मनन स्मरण चिन्तन गरिरहेका छौँ। वास्तवमा यो जीवनलाई परमार्थ रूपी ईश्वरलाई प्राप्ति गर्नका निमित्त धर्म, अर्थ अनि काम, मोक्ष यी 4टा पुरुषार्थ हुन्छ। जीवनमा हामीले जति कुरा उतार्न नसके पनि 4टा कुरालाई मात्रै मध्यनजर गर्न सक्यौँ भने जीवन सकारात्मक सोच र विचारको भावनामा प्रकट भएर रहनेछ। त्यसलाई पनि दर्शाएर जानुभयो। त्यसपछि उहाँले गुरु बनाउँदाखेरि परेवालाई पनि गुरु बनाउनु भयो। किन बनाउनु भयो त परेवालाई गुरु? आज परेवाले 4 घर 5 घरमा गएर दाना चुसेर लिएर आउँछ, ल्याइसकेर आफ्ना परिवारलाई सबैलाई एकै ठाउँमा राखेर बराबर खुवाउँछ, होइन? उहाँबाट पनि ज्ञान सिक्नुभयो। पाएको कुरा सबै कुरा बाँडेर खानुपर्छ भन्ने कुराको ज्ञान सिकेर ल्याउनु भयो। त्यसपछि समुद्रलाई गुरु बनाउनुहुन्छ। समुद्रले कहिले पनि ससाना जुनै कुरा आए तापनि उसले किन आइस भनेर भन्दैन, सबैलाई मिसाउने जोड्ने काम गरेको हुन्छ। जीवनमा जस्तै कठिनाइ आए तापनि जीवनलाई सकारात्मक सोच र पृथ्वी दिएर धारणा गरेर कर्म गर भन्ने कुराको ज्ञान सिक्नुभयो। त्यसपछि हात्तीलाई पनि गुरु बनाउनुहुन्छ। किन हात्तीलाई गुरु बनाउनु भयो भने कहीँ नदी आदिमा गएर स्नान गर्दा सारे हात्तीले बाहिर निस्केपछि पुनः बालुवा आफ्नै शरीरमा फ्याँक्न लाग्छ। जानी जानी गरेको पापको प्रायश्चित्त कहीँ पनि हुँदैन भन्ने कुरा त्यहाँबाट ज्ञान सिकेर ल्याउनु भयो। र त्यसपछि एउटी वेश्या नाम गरेकी कन्या थिइन्, जसलाई पनि उहाँले गुरु बनाउनु भयो। किन? उसले यो सांसारिक धन्दा गरेर जीवनयापन नहुने रहेछ भन्ने कुरा सम्झेर आशा रहितको कर्म गर्नुपर्ने रहेछ भन्ने कुरा सम्झिनु भयो। उहाँलाई पनि गुरु बनाउनुहुन्छ।
र त्यसकै साथसाथमा एउटी कन्यालाई पनि गुरु बनाउनु भयो। एक ठाउँमा विवाह गर्नको निमित्त भनेर जानुभएछ पहाडको अत्यन्तै कठिन स्थानमा, जहाँ पुग्दाखेरि घरमा एउटा चामलको दाना पनि रहेनछ। आइपुगी कन्या अर्थको निमित्त घर पछाडि लगेर देख्छन् कि पाहुनाले भनेर घर पछाडि गएर ओखलीमा यसो धान कुट्न लागेछन्। चुरा खिलिङ खिलिङ भरे थाहा पाउँछन् कि उनीहरूले भनेर चुरा सबै निकाल्दै राखेर एउटा मात्रै लाउनुपर्छ। कमसेकम एकान्तमा बस्यो भने मात्रै सबै कुराको ज्ञान प्राप्ति हुने रहेछ भन्ने कुरा त्यहाँबाट ज्ञान सिक्नुभयो। त्यसपछि अगाडि दर्शाएर जानुहुन्छ, मानिसबाट ज्ञान सिक्नुहुन्छ। सुख दुःख र द्वन्द्व भोग्ने भनेकै मानवले होइ भन्ने कुराको ज्ञान प्राप्ति गरेर आउनुभयो। वास्तविकता हो, सुख भनेको आदत छ, त्यसलाई अतिथि भनेर सम्झिनु। दुःख भनेको जीवन साथी, जीवन सङ्गिनी, जसले दुःखलाई अगालेर हिँड्छ त्यसको जीवन सार्थक र धन्य भन्ने छ। यसरी यो ज्ञानहरूलाई सिकेर एउटा दुईटा होइन 24 गुरुहरूलाई प्राप्त गरेर पाउनुभयो। त्यसपछि भमरालाई पनि गुरु बनाउनुहुन्छ। जसरी भमराले कुनै फुलमा रस हुन्जेलसम्म दिनमा 3 पल्ट 4 पल्ट गएर चुसेर लिएर आउँछ, आइसकेपछि त्यो फुललाई त्यागेर अर्को हाँगाको फुलमा जान्छ। त्यस्तै किसिमले आज सांसारिक जीवनमा व्यक्तिहरूले काम प्यारो मात्रै रहेछ, धन सम्पत्ति दौलत हुँदाखेरि मात्रै सबैको प्यारो हुँदो रहेछ। यदि कोही कसैको सहारा भएन भने जसरी भुमराले फुललाई छोडिदिन्छ त्यस्तै परिवारबाट साथ छुट्ने रहेछ भन्ने कुराको ज्ञान सिकेर ल्याउनु हो। त्यसले गर्दा सज्जन, कोही कसैले पनि म यस्तो गर्छु उस्तो गर्छु, मैले यति माया गर्छु ममता गर्छु भन्ने कुरा केवल तपाईँको जीवन जवानी हुन्जेलसम्म मात्रै हो, धन सम्पत्ति दौलत हुन्जेलसम्म मात्रै हो। र कहिले पनि माता पिताले भएको धन सम्पत्ति दौलत छ भने केवल परिवारलाई झट्ट दिइ पनि हाल्नु हुँदैन है, पछि दुर्दशा हुन्छ। हर कार्य गर्दाखेरि मैले बारम्बार पुराणमा दर्शाइरहन्छु, किन आज त्यो वृद्ध आश्रममा कसैले दान गरेको छ भने भोलि गएर छोराले त्यहाँ गएर यसो हेर्छ, आमाले दान गर्नुभएको रहेछ भन्छ, बुढेसकालमा जब सक्दैन लगेर राखिदिन्छ। त्यो दुर्दशा हेर्दाखेरि आज ती माता पिताहरूको पीडा कष्ट देख्दाखेरि सबै आश्रममा गर्नु, अनाथ आश्रम आदि सबैमा गर्नु, तर वृद्ध आश्रममा दान कहिले पनि नगर्नु। भोलि गएर राख्ने स्नेह बस्ने स्थान त त्यो बन्ने छ। त्यसले गर्दा सज्जन, आज यी महान प्रसङ्गहरूलाई समावेश गर्दै ल्याउनु भयो। र त्यसपछि अगाडि गएर भन्नुहुन्छ, जीवनमा आफ्ना माता पिताहरूको प्रति जसले स्मरण गरेर चिन्तन गरेर कर्मको आश्रय प्राप्त गर्छ भने कुनै गुरुकुलमा कुनै विद्यालयमा गरेर उनले यस्तो किसिमले दियोस् जो चाहिँ जहिले रहिरहने हिसाबले दान गर्नु दिन सक्यो भने त्यसलाई अक्षय कोष भनिन्छ नि, त्यो कोषमा लगेर दान दिनु। कमसेकम त्यसको ब्याजको माध्यमबाट भए पनि उनीहरूको जीविका पार्जन हुन्छ। यदि केही गर्न सक्नु भएन माता पिताका निमित्त भने कोही गरिबको बच्चालाई पढाइदिनुहोस्, कमसेकम उसले उज्जवल भविष्य हुन्जेलसम्म म कमसेकम यो सालको फिक्स म तिरेर पढाइदिन्छु भन्नुहोस्। तपाईँलाई त्योभन्दा ठुलो सौभाग्य अरू केही प्राप्त हुँदैन। त्यसले गर्दाखेरि हर कुराको दान धर्म हुन्छन्, आश्रय हुन्छन्, तर विपरीत दिशामा यदि दान धर्म गर्यो भने त्यसले हानिकारक गराउनेछ, त्यसले दुःख दिनेछ भन्ने पावन प्रसङ्गलाई जोड्दै जानुभयो। त्यसपछि मुक्तिको लक्षणहरूलाई दर्शाउनुहुन्छ। अविद्याले गर्दाखेरि व्यक्ति मानव भएर पनि दानव बनेको छ। ज्ञान सबैसँग हो। एउटै आमाबाट जन्मेका सन्तान कोही दानी छन्, कोही धनी छन्, कोही सम्पन्न छन्, कोही बोलिसक्नु छैन होइन। कसैमा जब खुर्सानीको प्रभाव हुन्छ त्यत्तिकै पिरो शब्दरूपी बाणी बोल्ने व्यक्तिहरू हुन्छन्, तिनी आमाबाट जन्मेका सन्तान मात्र होइन, तर सबैको एकनाश रहेको हुँदैन। आज यो कुरालाई पनि दर्शाएर जानुभयो। त्यसपछि अगाडि गएर महाराज सुखदेव मुनिले भन्नुहुन्छ, केवल तिमीले मनलाई पवित्र पार शरीर स्वयं पवित्र हुनेछ। आत्मा पवित्र भयो भने शरीर पवित्र हुन्छ। तपाईँको सोच विचार भावना नै प्रकट भएर जान्छ। आज तपाईँ स्वयं कागतीको बोट रोपेर सन्तोलाको चाहिँ स्वाद खोज्यो भने पाइन्छ त? पाइँदैन। हामीले जस्तो बोट रोपेका छौँ, जस्तो कर्म गरेका छौँ, जस्तो आश्रय गरेका छौँ, पाउने त त्यही किसिमको त्यही स्वादै पाउने हो। त्यसले गर्दा सज्जन, जीवनमा जस्तो सकारात्मक सोच र विचार गर्नुभयो त्यही कुरा प्राप्त हुनेछ। त्यसपछि गएर भन्नुहुन्छ सत्सङ्गको लक्षण। सत्सङ्गमा गइसकेपछि पहिलो कुरा त आसक्ति पनि नष्ट हुन्छ। दोस्रो कुरो सांसारिक माया मोहलाई पनि सीमित मात्रै गरिन्छ अरे सत्सङ्गमा प्रवेश गरेपछि। त्यसपछि अर्को कुरा दर्शाएर जानुभयो, केवल
त्याग तपस्या व्रत उपासक केही न केही गरौँ न भन्दाखेरि पनि व्यक्तिहरूमा भोग प्यास आलास जीव गलेको प्राप्त हुँदैन। केवल त्यो भगवानको कृपा र प्रेरणा प्राप्त भइसकेपछि त्यो व्यक्तिले खाओस् नखाओस् केही कुराको प्रभाव छैन, तर समयमा उसले भगवानको पूजन स्मरण गर्न सक्यो भने त्यसको आत्मसन्तुष्टि प्राप्त हुनेछ। त्यो कुरालाई पनि दर्शाएर जानुभयो। त्यसपछि गएर भन्नुहुन्छ सबैको आत्माको स्वरूपलाई जसले चिन्न सक्छ आफूले आफूलाई चिन्न सक्यो भने मात्रै अरूलाई चिन्न सकिन्छ है। केवल म चिन्छु यसो गर्छु उसो गर्छु भन्दाखेरि पनि आफूसँग कतिको गुण छन्, म कतिको कुरा दिन सक्छु भन्ने कुरा आफूमा भर पर्छ। र तपाईँको साथमा छ रिमोट, तपाईँलाई वैकुण्ठ जानु छ या नर्क जानु छ या यही सांसारिक भुमरीमा घुमिरहनु छ 84 लाख योनिको चक्रमा, त्यो तपाईँको हातमा छ, अरू कसैको हातमा छैन है। कसैले गर भन्नु र आफै मनका द्वारा गर्नुमा धेरै लाखौँमा अन्तर परेको हुन्छ। त्यस्तै गरेर केवल मनका द्वारा पूजन गर्ने, मनका द्वारा आराधना गर्ने, किनकि अदृश्य शक्ति नै भगवानको पूजा हो, जो देखिँदैन, जसको निराकार कुनै आकार नै छैन। केवल छ शङ्ख चक्र गदा पद्म धारण गरेका ईश्वर हुनुहुन्थ्यो, परमात्मा हुनुहुन्थ्यो भनेर यो मनले मानेको छ। परमात्माको पूजा गरेका छौँ, भावनालाई समर्पित गरेर रहेका छौँ। यो कुरालाई दर्शाएर जानुभयो। त्यसपछि अन्तिममा गएर भन्नुहुन्छ सिद्धिका लक्षणहरू। जसले भगवानको महिमा स्मरण गरेको व्यक्ति छ भने त्यसलाई 6 महिना अगाडिदेखि नै सङ्केत दिएको हुन्छ अरे परिवारमा। कहीँ दुःख पर्दैछ, कष्ट पर्दैछ, कहीँ जुठो सुतक आइपरो है भने पनि पहिला पहिला सबै माताहरूलाई पिताहरूलाई सङ्केत प्राप्त हुन्थ्यो, हाम्रो परिवारमा यो पर्दैछ है भनेर भन्नुहुन्थ्यो। तर अहिले त व्यक्तिहरूमा सत्य छैन, निष्ठा छैन, भावना छैन, केवल टका धर्मका पछि लागेका छौँ। सज्जन कति महान कुरो दर्शाउनु भयो अन्तिममा गएर, तपाईँ हामी पैसाको पछि दौडिने होइन, पैसा हाम्रो पछि दौडियोस्, लक्ष्मी हाम्रो पछि दौडियोस् त तपाईँले सम्हाल्न सक्नुहुन्न। तर त्यो अनुसारको प्रेरणा अनि कर्म त गर्नु पर्यो नि। र आज के छ हाम्रो समाजमा व्यक्तित्वजनहरूमा, एउटा सही पढेको व्यक्तिले 15-20 हजारको जागिर खायो भने त्योभन्दा अलिकति बढीको म खान्छु भन्छ। पछि त्यसको नुहाई खुवाई देख्छ, उसले के गर्छ, यसको भन्दा म डबल कमाउँछु भन्ने अपेक्षा लिन्छ। जान्छ कहाँ, बाहिर जान्छ, 2-4 वर्ष बसेर आउँछ, घर आउँछ, गाडी घोडा किन्छ, सबै कुरा गरेको हुन्छ। अन्तिममा विदेश जाने क्रममा टका धर्म सबै सकिन्छ घुमफिर गरेर। अनि पिताले दिएको अलिकति सम्पत्ति छ, अलिकति 1 कट्ठा बेच्छ, अनि लाग्छ फेरि अर्कोचोटि, जान्छ कमाउँछ आउँछ। केवल उसको जीविका पार्जन त भएको छ जीवनभर, तर रहेको पैतृक सम्पत्ति उसले सखा पार्छ। यहाँ के भन्नुभयो, भएको पिता पुर्खाले दिएको यदि केही सम्पत्ति छ भने त्यसलाई संरक्षण गरेर राख्नु, त्यो पितृ प्रसादको रूपमा। यदि जुन सन्तानले जुन सन्ततिले आफै कर्म गरेर आफ्नै पसिनाका द्वारा कमाएर कुनै कर्मको जीविका पार्जन गर्छ भने त्यो मात्रै वास्तविक सन्तान हो भनेर भगवानले दर्शाउनु भएको छ। किन स्वयं भगवान श्रीकृष्णले पनि द्वारिकामा गएर एक्लै कोही कसैको साथ नलिकन आफ्नो गृहस्थी जीवनयापन गर्नुभएको थियो। त्यसपछि अगाडि गएर सिद्धिका लक्षणहरू, वर्ण आश्रमको कुरा वर्णन गरिएको छ। ब्राह्मण, क्षत्रिय, वैश्य, शूद्र, हामी सबै विभिन्न जात धर्म आश्रय परम्परामा जस्तो किसिमले रहेका छौँ। ती सबै व्यक्तिहरूले 25 वर्षसम्म ब्रह्मचार्यलाई पालन गरेर रहने, अनि 25 देखि 50 सम्म गृहस्थी जीवनलाई यापन गर्ने, धन सम्पत्ति दौलतहरूलाई कमाउने, 50 देखि 75 सम्म समाज सेवा गरेर जीवन व्यतीत गर्ने, सन्तति परिवार पुत्र केवल सीमित मात्रै माया गरेर कर्म गर्ने, 50 देखि उँभो बाँचिहालिएछ भने घरलाई नै मन्दिर बनाएर सत्सङ्गमा रहेर जीवन यापन गर्ने, त्यो वास्तविकता जीवन हो। गेरु वस्त्र धारण गर्दैमा कोही सन्त हुँदैन, जोगी हुँदैन, केवल मनबाट सन्त भन्नुहोस्, तपाईँको भावना सबै पूर्ण भएर जानेछ। मन पवित्र राख्नुहोस्, सत्य निष्ठाका साथ छल कपट भय त्रास जीवनमा हरेक कुरा गर्नुभयो होला, तर समय अनुकूलता आइसके पश्चात हे प्रभु मैले जीवनमा गल्ती गरेँ, अब म यस्तो गर्दिनँ भने पश्चाताप गर्नुहोस्। त्योभन्दा ठुलो व्यक्तिहरू कोही हुँदैन। त्यसै कारणले आज महान प्रसङ्गलाई जोड्दै जानुभयो। अगाडि गएर महाराज सुखदेव मुनिले भन्नुहुन्छ, तिमीले जसरी चन्द्रमाले शीतलता प्राप्त गरे झै, सूर्यले सारा अन्धकारलाई उज्यालो प्रकाश बनाए झै आफ्नो जीवनमा उतार चढाव हुन्छ। सूर्यको गतिमा कति बादलले छेकेको होला सूर्यलाई, तर उसले गतिलाई कहिले पनि निरन्तरता दिइरहेको हुन्छ। जीवनमा तिमीलाई कति शत्रुता होलान्, कति मित्रता होलान्, कतिले तिमीलाई मान सम्मान इज्जत पद प्रतिष्ठा गर्ला, तर आफ्नो अडान र धर्मलाई अगाडि राखेर कर्म गरेर जाऊ। धर्म नै साथमा गरियो भने कर्म नै ईश्वर, कर्म नै भगवान भएर रहनेछ। यो महान प्रसङ्गलाई जोड्दै रहनुभयो। त्यसपछि अगाडि गएर भन्नुहुन्छ,
दोष रूपी कर्म गर्न सक्यौँ भने जीवन सार्थक र धन्य भन्ने छ। आज सारा कुराहरूको ज्ञान प्राप्ति गरिसके पश्चात भगवान श्रीकृष्णका साथमा वंशजमा परिवारजनमा अन्तिम समय भएर आउँछन्। सारा यदुवंशीहरू एक आपसमा मदिरा पान गरेर है एराक नमरेको घाँस निस्केको थियो, जसका द्वारा मदिरा बन्द हो। मदिरालाई खानपिन गरेर उनीहरू दाजुभाइमै काटाकाट गरे। परिवारमै कलह भयो, जसमा कोही कसैको चेली बेटी दिदी परिवार भन्ने कुरा सोचेनन्। जब मदिरा पान गरिसकेपछि यो संसार मेरै हो भन्ने कुरा अभिन्न प्राप्त भएर आएको हुन्छ अरे सज्जन। त्यही समयमा आज सारा कुरा दाजुभाइ सखा भएर जान्छन्। भगवान श्रीकृष्णले पनि त्यही समयमा मनमा अन्तिममा विचार गरेर भन्नुहुन्छ, हे कृष्ण, तिमी पनि त यो संसारलाई छोडेर जानेछौ, आमाको कोखबाट जन्म लियौ भन्दाखेरि आज उद्धव र भगवान श्रीकृष्णको भेट हुन्छ पावन तट नगरी, जहाँ वृन्दावनबाट 32 किलोमिटर पर पर्छ, जहाँ गोवर्धन पर्वत त्यसको निकटमा परिक्रमा लगाउँदै जानुभएको थियो। जाँदाखेरि भगवान श्रीकृष्णले एक समय जहाँ बाँदरको भेष धारण गर्नुभएको थियो, जसले गर्दा पुछुडेका लौठा भनेर भगवानको मन्दिर पनि बनेको छ। साथमा सोध्नुभयो उद्धवजीले, हे कृष्ण, तिमी यो संसार जब छोडेर जानेछौ त्यतिखेर धर्म कहाँ स्थापना भएर रहनेछ भन्नुभयो। तिमी चिन्ता नगर, केवल जन्म लिइसकेपछि आपद विपद परेपछि कोही न कोही सारा दिने व्यक्ति आउनेछ। त्यस्तै आज म गएको होइन, मेरा शब्द रूपी वाणीमा भागवत रूपी दिव्य ज्ञान गङ्गा प्रवाह हुनेछ भन्नुभयो। वास्तवमा यो श्रीमद् भागवत कृष्ण मात्रै होइन, कृष्णको चरित्र स्वयं वाङ्मय प्रतिमूर्ति नै श्रीमद् भागवत हो, जहाँ भगवान श्रीकृष्ण प्रत्यक्ष विराजमान भएर रहनुभएको छ। त्यसकै साथसाथमा भगवान श्रीकृष्णले सारा लोक पाइसके पश्चात अब म यहाँ जीवनमा बाँच्नुको कुनै अर्थ छैन, वंश परिवार कोही पनि रहेनन्, एक्लैपनले कसरी जीवनयापन गर्ने। भगवान श्रीकृष्णले सम्झिनुभयो, यो मेरो देहरूपी शरीरलाई पनि म त्याग गर्छु भन्नुभयो। त्यसैमा दारुका नाम गरेको वनमा भगवान श्रीकृष्ण स्वयं एउटा बकुल्लोको भेष धारण गरेर बकुल्लो जस्तो भएर रुखमाथि बस्नुभयो। एउटा ब्यादाले आउँछ, पाउमा तीर हान्छ, भगवान श्रीकृष्ण लीन भएर यो देहरूपी शरीरलाई त्याग गर्नुहुन्छ। बोले कृष्णचन्द्र भगवानको। त्यसपछि भगवान श्रीकृष्णले स्वधाम प्राप्ति गरेर जानुभयो। सत्य धर्म धैर्य कृति जसले भगवानका प्रति एकमात्र माया रूपी सृष्टिलाई सम्झिन्छ भने भगवान श्रीकृष्ण सबैको गडगडवासी हुनुहुन्छ, हृदय निवासी हुनुहुन्छ। यो सास नै केवल कृष्णमा गएर परिणत भएर रहन्छ। वास्तवमा यो सास नै भगवानको अंश हो भन्ने पावन प्रसङ्ग हामी जोड्दै एकादश स्कन्द समरेका पर्याप्त कथा भगवान श्रीहरिले समर्पित गर्दै हामी द्वादश स्कन्दमा पान गर्नेछौँ। भक्तवत्सल भगवानको आउनुहोस् एउटा दिव्य भजनमा रम्दै झुम्दै अगाडिको पावन कथा 15 देखि 20 मिनटको समयमा हामी पूर्ण गर्नेछौँ। सबैजना शरीक भएर आनन्दित प्रदान गरेर रहनुभयो। कलिकालमा रहने राजाहरू अत्यन्तै दुष्ट दुराचारीको कर्मको आश्रय प्राप्त गरेर रहनेछन्। त्यसमा पनि कलियुगका राजाहरू कुन किसिमका रहनेछन् भनेर दर्शाउनु भयो। एक त हिन्दुत्व रहित भएर कर्म गर्नेछन् अरे। अर्को कुरा दर्शाउनुहुन्छ, झुट्टो बोल्नेछन्, रिसा हुनेछन्, लोभी हुनेछन्, क्रोधी हुनेछन्, गाई ब्राह्मणहरूको अपमान हुनेछ, केवल आफ्नो पेट पालो गर्नका निमित्त मात्रै कर्म गर्नेछन् अरे कलिकालका राजाहरूले। आज सारा कुरालाई दर्शाउनु भयो। त्यसपछि कलिकालको धर्म रहनेछ जसमा दया धर्म आश्रय परम्परा रहने छैन। कलिको प्रभाव जब बनिसकेपछि घर घरमा माता पिताहरूको अपमान हुनेछ। साँचो कसैले बोल्दैन, को छोरो हो को छोरी हो भनेर चिनिँदैन। आज कुन सन्तति कुन परिवार मैले कुन वंशसँग विवाह गर्ने हो या होइन त्यो कुरा नबुझिकन उसले कर्मको आश्रय गरेर जानेछ। जब सन्तानहरू दुष्ट दुराचारी अपाङ्ग आदिको जन्म हुन्छ अनि मात्रै त्यो व्यक्ति पुनः शरणागति भएर आउनेछ भन्नुभयो। नभन्दै आज सारा कुराहरूमा व्यक्तिहरूले कर्मरूपी आश्रय उनीहरूले भोगिरहेका छन्, पाइरहेका छन्। अनि महाराज त्यसका साथमा रहेर आउँदाखेरि कलिकीले बन्धनमा परिसके पश्चात उनको जीवनमा अत्यन्तै दुष्ट दुराचारीको स्वभाव कर्म गर्नेछन्, जसका निमित्त बताएर जानुभयो माता पिता दाजुभाइ आदिको कोही सम्बन्ध रहने छैन। साथमा झगडा मात्रै भन्ने छ। जोसँग सम्पत्ति छ त्यसका मात्रै अघि र पछि दाजुभाइ हुनेछन्, र जोसँग छैन त्यसलाई तिरस्कृत गर्नेछन् अरे। त्यो कर्म हुने छैन।
र साथमा गएर भन्नुभयो सत्य दया धर्म दान यी 4 पाउहरू थिए तिनीहरू पनि सखाप भएर गए कतिखेर सत्य युगमा। त्यतिखेर के थियो 4टै युगमा यी सबै कुरा प्राप्त हुन्थे। जतिखेर गर्दाखेरि एउटा कुरा थियो सत्य दया तप र दान यी 4 पाउ थिए ती पनि सखाप भएर गए त्यसको पालना कसैले पनि गरेन अनि मानिसहरूका प्रति सन्तोष रहने छैन भएर पनि नभए जसो वर्षनारी कलिकालमा नि तपाईहरु त त्यसो गर्दै नहोला तपाई हामी त हैन तर मान्छेले के गर्छन् अरे भने छ पूर्ण तर पनि छैन छैन मात्रै भन्छन् जति गरे पनि आज त्यो जुन शब्द धेरै बोल्दै गएछन् त्यही छैनमै पुग्छ अरे तर जति कुरा छ त्यो कुरामा सन्तोषजनक बन्ने आदत बसायौं भने त्यो के छ भगवानको होइ हाम्रो केही पनि होइन जे छ भगवानले गर्नुभएको छ भनेर तपाईले सकारात्मक सोचको कर्म गर्नुभयो भने तपाईलाई सही परिपूर्ण भएर रहनेछ। आज महाराज सुखदेव मुनिले त्यसका साथमा दर्शाएर जानुभयो जब व्यक्तिहरूका प्रति सत्य धर्म रूपी आश्रय रहने छैन शब्द अशब्दमा झुट कपट हुने सारी व्यक्तिहरू अर्काको देखेर आफू दुखी हुनेछन् भन्नुभयो। अब उसले जीवनमा कतै सङ्घर्ष गरौला कतै कर्म गरेर त्यो ठाउँमा पुग्यो भनेर त्यसको तुलना खोजी गर्दैनन् तर सोच्छन् हिजो आएको आज यसरी कसरी कमायो कसरी त्यो ठाउँमा पुग्यो केवल अर्काको ईर्ष्या डा गर्दा गर्दै मृत्यु निकट आउँछ तर जीवनमा उसले केही गर्न सक्दैन। यी कुरालाई दर्शाएर जानुभयो त्यसकै साथमा बताएर जानुहुन्छ महाराज सबै आलस्य हुनेछन् अरे वर्षक केही काम नगरिकन बसी बसी खान पाए हुन्थ्यो भन्ने लाग्छ अरे सबैको मनमा। तपाईँ हामीलाई लाग्दैन कलिकालका व्यक्तिलाई त्यस्तो हुन्छ अरे हामी कलिमा अझै त डुब्लिकेट लगाइरहेको छौँ नि त। त्यसपछि अर्को कुरा बताउनु भयो लोभी हुनेछन् रिसा हुनेछन् नाकको टुप्पामा रिस हुनेछ जो रिसाउनु हुन्छ नि आज भागवतमा अर्पण गर्नु तर तपाईँ त रिसाउनुहुन्न रिसाउने मान्छेले चाहिँ भागवतमा अर्पण गर्नु है। त्यसपछि अर्को कुरा बताउनु भयो लोभ बढ्ने चारै वर्षक नदिउँ भन्ने अपेक्षा हुन्छ तर जसले जति लोभ गर्छ नि त्यसको चाहिँ स्वयं पतन हुँदै जान्छ। यस संसारमा केवल आज सबै भगवानले गरेको सृष्टि हो लोभ रूपी आश्रय पनि रहन्छन् अनि महाराज त्यसकै साथसाथमा उनीहरू के गर्दछन् अरे भने एकदम डा ईर्ष्या गर्नेछन्। कसैको डा ईर्ष्या गर्नु हुँदैन किन आफ्नो भागमा तपाईलाई कोही पडोसीले ल्याएर चामल चाहिँ थपिँदैन तपाईले आफै कर्म मेहनत गरेर कमाएर ल्याउने हो हैन। त्यसै गर्दा खाने पनि आफैले हो अर्काले खाइदिएका भले हुन्छ हुँदैन। त्यसले गर्दाखेरि आफू सन्तोषजनक भएर कर्म गर्ने चाहे तपाईँ सानो कर्म गर्नुहोस् चाहे ठुलो कर्म गर्नुहोस् तर कर्म चाहिँ गर्न नछोड्नुहोस् सकारात्मक कर्म गर्नुहोस् जहाँ मारकाट छल कपटका कर्म नगर्नुहोस् सकिन्छ यदि भने सकारात्मक सत्यलाई अगाडि राखेर धर्मलाई अगाडि राखेर कर्म गर्नुहोस् तपाईको जहिले दिग्विजय नै प्राप्त हुनेछ। आज श्याम प्रभुले ती कुरालाई दर्शाउनु भयो अनि घरमा माता पिता त हुनेछन् तर उनीहरूलाई अपमान हुनेछ वेद शास्त्रहरू राख्नेछन् तर कहिलेदेखि त्यसमा धमिरा लागो माकुरा लागो केवल वर्ष दिनमा मात्रै यसो कहिलेकाहीँ हेरिन्छ शास्त्र छन् अरे तर जसको कुनै मर्यादा छैन। कथा आइहाल्यो यहीँ नजिकैको कुरा दमकदेखि अलिकति परतिर केर्खा भन्ने ठाउँ छ। एकजना माताजीको घरमा आनन्दले सबै सजाएर एकदम आनन्दले राख्नुहुन्थ्यो त्यो घरमा तर छोरा बुहारी चाहिँ काठमाडौँ बस्दा रहेछ। अब बुहारी आइन् काठमाडौँदेखि यहाँ दीपावलीको समय छ सबै भाँडाकुँडा मान्नुपर्ने आमाले निकालिदिनु भयो बाहिर। अब कहिले केही काम गरेको छैन बुहारीले भरे यसो कलश माझ्यो भन्दा त आफ्नो हातले खिड्के भाँचिएछ भएको कुरा भनेको यो आज के छ त भन्दा हामी त्यो सोकिङ भयौँ कि जुन सोकिङले गर्दाखेरि हाम्रो शरीरमा सारा दुःख कष्ट हामीले आफै निम्त्याएर ल्यायौँ। तर जीवनमा यदि त्यो कर्म गर्दै गएका थियौँ भने हाम्रो प्रति जहिले सोच विचारको भावना प्रकट हुन्थ्यो र त्यही भएर पहिला माता पिताहरूले जुन सन्तानलाई सिकाउनुहुन्थ्यो बाँस घाँस र कपासको मार्ग सिकाउनुहुन्थ्यो र अहिलेका सन्ततिलाई के सोच्छौँ यसले पढोस् लेखोस् भनेर विभिन्न विषयमा पढाउन जान्छ तर संस्कार दिन कमजोरी गरेका छौँ। 4 विषयमा डिग्री गरेको छ तर परिवारको आफन्त आयो भने को हो भनेर चिनाउन उनीहरूलाई बोल्न गाह्रो हुन्छ भने
त्यो कुन सन्तान, कुन सन्तति, कुन पद्धति, आज कुन संस्कारबाट त्यो जन्म लियो, यो कुरा धेरै प्रभाव छ सजन। त्यसले गर्दाखेरि सबैभन्दा ठुलो कुरो सम्पत्ति भनेको संस्कार हो। असल संस्कार दिनुहोस्, सन्तति दिनुहोस्। पढाइ लेखाइ त उसको भागमा जति छ त्यो पाएरै छल्ने हो, त्यसमा कुनै दुविधा भएको हुँदैन। यो महान प्रसङ्ग जोड्दै रहनुभयो। त्यसपछि अगाडि गएर भन्नुहुन्छ, पति पत्नीका बिचमा मैले अन्तिममा भनेको थिएँ नि, धेरै झगडा भयो भने के गर्ने। हिजो अस्ति मैले भनेको थिएँ अन्तिम दिन भन्छु है भनेर, होइन? सबैले के गर्नुहोस् भने नि, पति पत्नीमा झगडा हुन्छ भने के गर्ने, ओठमा ट्याक्कै बोल्न थाले, आफू चुप्प लाग्ने। जब बोल्दै नबोलेपछि झगडा हुन्छ त हुँदै हुँदैन। अब उसले एक शब्द निकाल्दा आफू चाहिँ सहस्र शब्द निकाल्यो भने त परिहाल्यो। सबैभन्दा मूल मन्त्र त्यही हो सजन। किनकि व्यक्तिमा गल्ती हुन्छ, त्रुटि हुन्छ, तर जसले चुप रहेर मौन भएर बस्न सक्छ त्यसको जीवनमा परिवारमा कहिले कलह हुँदैन, झगडा हुँदैन। जहिले पनि श्रीमानले जहिले खाएर आउनुहुन्छ घरमा कलह गर्नुहुन्छ भने तपाईँले त्यो दिन मिठास शब्दले उसले जे भन्छन् त्यही कुरा दिनुहोस् न, खुसीका साथ। 2-4 दिन तपाईँ त्यो गर्दै जानुहुन्छ नि, उसलाई आफ्नै आप गिलानी हुन्छ। र तपाईँले जब खाएर आयो भनेर चपड गएर बोल्न कराउनु, अब कालीको रूप लिनुभयो भने अनि त्यो घरमा कलह सुरु हुन्छ। त उसले दिनदिनै के गर्छ, त्योभन्दा अझै उग्र रूप लिन्छ। यो मूल मन्त्र हो। आज हर कोही घरमा परिवारजनमा अशान्तिको कारण यो बनेको छ। त्यसलाई शान्ति तुल्याउनका लागि मार्ग छन्। जो व्यक्ति गलतमा हिँडिरहेको छ नि मार्गमा, त्यसलाई ल्याउनका लागि पहिले सानो भएर फकाइ तुल्याइ गरेर हातमा लिनुहोस्। हातमा लिएपछि उसका मनका कुराहरू लिएर उसलाई आकर्षित गर्नुहोस्। तपाईँको जित अनिवार्य हुन्छ। तर आइलाग्यो भने अहिलेका व्यक्तिले बरु प्राण त्याग गर्छन् तर आफ्नो शिर झुकाउन चाहँदैनन्। कलह छ, परिवारमा छन्। आज कुलाइनको बाटोमा त हिँडिसके तर त्यसलाई सत्मार्गको बाटो ल्याउनका लागि मार्ग छन्। तपाईँले कुटेर ढाँटेर छलकपट गरेर त तिनीहरू कहिले पनि लाइनमा आउँदैन। ल्याउनु छ भने फकाइ तुल्याइ गरेर उसको इच्छा के छ, चाहना के छ, अलिअलि गर्दै गर्दै उनको मन जितेर जानुहोस् न। तपाईँ त्यो व्यक्ति आफ्नै आफूले हुनुहुन्छ। र यहाँ अगाडि गएर भन्नुहुन्छ, जो कोही व्यक्तिले तपाईँलाई मन पराउनु भयो उसले तपाईँलाई मन पराएन। भागवतमा दर्शाएको कुरा हो यो। किन तपाईँले मनमा सम्झिनुहोस्, अत्यन्तै मन पराउनु भएको छ, उसले तपाईँको प्रति नजरै कहिले लाउँदैन भने उहाँले भन्नुहुन्छ तिम्रो केही कमी कमजोरी होला, त्यही भएर तिमीलाई मन पराएन। तर त्यसको कमी कमजोरीलाई जित्ने शक्ति तपाईँसँग प्राप्त गर्नुहोस्, त्यो व्यक्ति आफै तपाईँसँग निहुरेर आउँछ। त्यसले गर्दा आफ्नो कमी कमजोरी पहिला त्यसलाई जित्ने शक्तिको प्रेरणा बन्नुहोस्। त्यो तपाईँको आफ्नो मान्छे बनेर रहनेछ। यो महान प्रसङ्ग अगाडि दर्शाउँदै जानुभयो। त्यसपछि गएर भन्नुहुन्छ, असत्यमाथि कहिले पनि सत्य हो भने प्रेरणा नलिनु है, त्यो चाहिँ के हुन्छ, घातक बनेर रहनेछ भन्ने महान प्रसङ्ग जोड्दै जोड्दै अगाडि गएर भगवान् श्रीकृष्णका प्रति लिएर आउँदा श्रीमद् भागवतको जुन 7 तत्त्वलाई दर्शाएर जानुभयो, जहाँ अहिलेसम्म हामीले कति भागवतलाई श्रवण गऱ्यौँ त्यसको 7 तत्त्वलाई जोडिएको छ। हामी यसैका साथसाथमा अगाडि बढिरहेका छौँ। श्री भनेको लक्ष्मी, मत भनेको समावेश, अनि हामी भनेको छौँ सनातन धर्म भनेको के हो भनेर। सनातन धर्म भनेको यही हो। कतिले आफ्नो धर्म परम्परा छोडेर जानुभयो गुरु, हामी त दाजुभाइमा अलग अलग कर्म गर्छौँ है, यस्तो छ ठाउँ ठाउँमा नि। अब त्यस्ता व्यक्तिले के सोच्छौँ भने मैले त धर्मै छोडेँ अन्यत्र गएँ। आज परिवारमा कलह कसरी भएको छ भने सासूले कन्ठी बाँधेर आउनुभयो भने बुहारीले छोक्को नखाने होइन। त त्यस्ता व्यक्तिले आजै लेखेर राख्नु होला, अरूले नखाइकन प्राण जाँदैन। तपाईँले मन्त्र लिनुभन्दा पूर्व, गलामा केही चिज धारण गर्नुभन्दा पूर्व यसले विचार गर्नुहोस्, भोलि गएर यो मन्त्र मैले अरूलाई दिन सक्छु कि सक्दिनँ। यदि तपाईँले त्यो मन्त्र द्रष्टा गरेर अरूलाई लिने शक्ति परिवारमा कोही भएन भने तपाईँ नै नरकको भूमिदार हुनुहुन्छ। त्यसले गर्दा मन्त्र नलिन सजिलो छ, तर त्यसलाई सहज गरेर ल्याउन सकिन भने आज कति वर्षसम्म त्यसले दुःख पीडा र कष्टका साथ जीवन यापन गर्नुपर्छ। धर्म लिनुहोस् सबैले आफ्नो आफ्नो, तर धर्म एउटा धर्म लिएपछि अर्को धर्मको तिरस्कृत नगर्नु, त्यही नै महानता व्यक्ति हो। धर्म भनेको धारणा, मनका द्वारा इच्छालाई पूर्ण गर्ने स्थानीय धर्म हो। यदि मनले चाहिएन भने कुनै धर्मको आश्रय पूर्ण हुँदैन। कोही व्यक्ति आज वैदिक सनातन धर्मको आश्रय रहन्छ, सबै एकनाश रहेर जीवनलाई पार्जन गर्नु नै वैदिक सनातन धर्मको आश्रय हो।
आज जगतमा उत्पत्ति स्थिति अनि प्रलय तीनटा कुरा छन्। व्यक्ति जन्मिन्छ, कर्म गर्छ, अन्तिममा मर्छ, त्यति नै त हो। तर जीवनमा उसले कति राम्रा सकारात्मक कर्म गरौँ या कति नकारात्मक कर्म गरेको छ भन्ने कुरा आफूले मध्यनजर गर्न सक्नुपर्छ। यो कुरा दर्शाएर जानुभयो। त्यसपछि श्रीमद् भागवत महापुराणमा भक्ति, ज्ञान र वैराग्य तीनटा कुरालाई जोडिएको छ। पहिलो अध्यायमा जाँदा देवर्षि नारदले सारा ज्ञान दिनुभएको छ वेद व्यासजीलाई। वेद व्यासजीले त्यही भागवतलाई 18,000 श्लोक सङ्ख्यामा परिपूर्ण 12 स्कन्द, 7मा 335 अध्याय, 5,76,000 अक्षर सङ्ख्याले परिपूर्ण रहेर प्रथम स्कन्दको भागवतमा सुखदेव र राजा परीक्षितको सम्बन्धलाई दर्शाइएको छ। आज भगवान् श्रीकृष्णका साथ कुन्तीले मलाई दुःख दिनुहोस् है प्रभु, सुख छ भने म हजुरलाई बिर्सिन्छु, आमा बुवा दाजुभाइ पनि चिन्दिनँ, त दुःख छ भने हर पल हर्षण हे कृष्ण, केही न केही त मलाई सारा छ तिम्रो भनेर कमसेकम प्रभुको नाम जपिरहन्छु भनेर दुःख माग्नुभयो भन्ने पावन प्रसङ्ग हामीले प्रथम स्कन्दमा समावेश गरेका छौँ। भक्तवत्सल भगवानको अब दोस्रो स्कन्दमा रहँदाखेरि मृत्यु निकट आयो भने के गर्नुपर्छ भनेर परीक्षितले प्रश्न गर्नुभयो सुखदेवसँग। उहाँले भन्नुहुन्छ मृत्यु निकट आयो, अब केही कुरा हातमा चल्दैनन्, शरीर ग्यार ग्यार गरेको छ, बोलाउन भने हात खुट्टा उठ्न सक्दैनन्, नगराउन भन्दा यो मनले कहाँ कहाँ पुगेको छ, दौडेको छ। त्यस समयमा केवल आँखा बन्द गरेर स्नान गर्ने अनि भगवान् शालिग्रामलाई सम्झिने, स्पर्श गर्ने, नमन गर्ने। हे प्रभु, केवल अब हजुरको साथमा छ है मेरो जीवन, मैले परिवार, पुत्र, धन, सम्पत्ति, दौलत सबै त्याग गरिसकेँ, केवल अब तपाईँको हातमा छ मेरो जीवन, तपाईँले जहाँ लानुहुन्छ म त्यही जान तयारी छु भनेर केवल भगवान्को प्रति नामलाई स्मरण गरेर रहने भन्ने पावन प्रसङ्ग दोस्रो स्कन्दमा पान गऱ्यौँ। भक्तवत्सल भगवानको तेस्रो स्कन्दमा आउँदाखेरि यो सृष्टिको विस्तारको कुरा उहाँले एउटै प्रश्न गर्नुभएको छ, सुखका निमित्त हामी कर्म गर्छौँ, किन दुःख भएको होला प्रभु भन्नुहुन्छ। जति हामीले कर्म गऱ्यौँ नि सुख कि पाइन्छ भनेर हो होइन। अब त सन्तानबाट सुख हुन्छ कि भनौँ केही गरौँ, त्यही सन्तानबाट पीडा हुन्छ, त्यसलाई अझै केही गरौँ कि भनौँ अझै पीडा हुन्छ भन्दाखेरि भन्नुभयो तिमीले सबै कर्म गर्यौ आफ्नो लागि, तर भगवान्का लागि तिमीले कर्म गर्यौ न, त्यही भएर दुःखी भयो भने होइन। जसले जे कुरा पाइन्छ त्यो कुरा सबैलाई बाँड्न सकियो भने हामी दुःखी कहिले हुँदैनौँ। मनले चाहे त्यो व्यक्ति सुखी छ, मनले चाहे त्यो दुःखी छ, तर मनलाई पवित्र पाएर यदि परमात्मालाई सीमित दिएर सुम्पिन्छ भने त्यसको जीवनमा जहिले सकारात्मक सोच र विचार प्रकट भएर आउनेछ भन्ने पावन प्रसङ्ग तृतीय स्कन्दमा पान गरेका छौँ। भक्तवत्सल भगवानको र त्यसरी चतुर्थ स्कन्दमा आउँदा जहाँ भगवानको यो दिव्य चरित्र, भगवान शिवका प्रति शिवलाई स्थापना नगरिकन गरिएका यज्ञ अनुष्ठान, व्रत, उपासक कुनै पनि पूर्ण हुँदैन। सबैका सृष्टिकर्ता भनेकै भगवान शिव भन्ने पावन प्रसङ्ग हामीले चतुर्थ स्कन्दमा पान गरेका छौँ। भक्तवत्सल भगवानको पञ्चम स्कन्दमा आउँदाखेरि खगोल, भूगोल अनि ज्योतिष चक्र अनुसारको हाम्रो जीवन चलेको हुन्छ। कहिले यो ग्रहले भोग गर्ने, कहिले त्यो ग्रहले भोग गर्ने आदिको कार्यको स्मरण प्राप्त भयो भने त्यही अनुसारको जीवन चलेको हुन्छ भने पावन प्रसङ्ग पञ्चम स्कन्दमा पान गरेका छौँ। भक्तवत्सल भगवानको छैठौँ स्कन्दमा आउँदाखेरि केवल हामीले भगवान्का प्रति चिन्तन गरिसकेपछि सन्तानको नाम चिन्टे मिन्टे नाम राखेर तरिँदैन है। केवल भगवान्को नाम राखिएको छ भने अन्तिम समयमा भगवान्ले साथ दिनुहुन्छ भने पावन प्रसङ्ग हामीले छैठौँ स्कन्दमा पान गरेका छौँ अजामिलको उपाख्यानमा। भक्तवत्सल भगवानको अर्को सप्तम स्कन्दमा पान गरेका थियौँ जहाँ हामी दुई जीव भएका बेलामा माताहरूले जस्तो खानपिन गर्नुहुन्छ, जस्तो आचरण विचार गर्नुहुन्छ, आफू सुत्ने कोठामा भगवान्का दिव्य तस्बिर राखिएको छ भने सन्तान भगवान्को भक्त भएर जन्मिनेछ। विभिन्न हिरो हिरोइनका तस्बिरहरू राखिएको छ यदि भने पछि त्यो जन्मिसके पश्चात आधा मिटरले शरीर ढाकेर हिँड्छ, त्यसमा कुनै प्रभाव छैन भन्ने पावन प्रसङ्ग हामीले श्रवण गरेका थियौँ सप्तम स्कन्दमा। भक्तवत्सल भगवानको त्यसपछि हामीले अष्टम स्कन्दमा आइसक्दाखेरि भगवान्का 14 मन्वन्तरहरूको प्रसङ्ग जहाँ साक्षात् लक्ष्मी माता प्रकट भएर सबैको हृदयमा वास बसेर विराजमान भइन् भन्ने पावन प्रसङ्ग हामीले श्रवण गरेका थियौँ अष्टम स्कन्दमा आउँदा। भक्तवत्सल भगवानको नवम स्कन्दमा आउँदा हाम्रो वंश परम्परा के हो, रीतिरिवाज के हो, कर्मको गति अनुसार कसरी चल्ने हो, हामी कुन पुस्ताबाट जन्म लिएर आएका छौँ, हाम्रो खुन के हो, कुन सन्तति के पात्रको कर्म गर्नुपर्छ भन्ने पावन प्रसङ्ग नवम स्कन्दमा पान गरेका छौँ। भक्तवत्सल भगवानको दशम स्कन्दमा आउँदा भगवान श्रीकृष्णको प्रादुर्भाव जन्मोत्सव
केवल कृष्ण भनेको माया है, प्रेम है, सद्भाव भन्ने कुरालाई श्रवण गर्दै रह्यौँ र साथसाथमा भगवान श्रीकृष्णले 16,108 गोपिनीका साथमा रास रचना गर्नुभयो। जतिखेर हराउनु भएको थियो त्यस्तै आज बान्या परिवारले पुराणको आयोजना गर्नुभयो। तपाईँ हामी इष्टमित्र बन्धुबान्धव छरछिमेकी कुल कुटुम्ब आज यो अनुहारले त्यो अनुहार देखेको थिएन होला, तर त्यो अनुहारले पनि आज यहाँ देख्ने सक्षम मार्ग एउटा प्राप्त भयो। त केवल यो भगवानको रासलीला हो। आजसम्म हामीले भागवतलाई कथा सुन्यौँ, श्रवण गऱ्यौँ। यहाँका जति चराचुरुङ्गी वरिपरि रहने कल्पवृक्ष मुकैमा बस्ने चराहरूले सबैले सुने भागवत होइन। अब यहाँबाट केही समय पश्चात भागवत पूर्ण विराम भएर जानेछ। त्यसपछि अन्तिममा त उही चराचुरुङ्गीको गुण हुनेछ घर होइन। वृद्ध मातापिता रहनुहुन्छ नभए आज उहाँहरू कहाँ हुनुहुन्छ त भन्दा त्यही कल्पवृक्ष पिपल र वरको समीपमा भएर रहनु भएको छ। उहाँले रोक्नुभयो, सृष्टि गर्नुभयो। आज सन्तति परिवारजनले संरक्षण गर्नुभएको छ। उहाँहरूको जुन दिव्य स्थानमा भगवानको दिव्य भागवत भएको छ, चर्चा भएको छ। यस्तै सत्सङ्ग गरेर आफ्नो जीवनलाई धन्य र चरितार्थ गर्दै परिवारजनले आफ्ना पिता पुर्खाको नाममा वर्ष वर्षमा तिथि श्राद्ध आदि कर्ममा उहाँहरूका प्रति जहिले सम्झेर परिवार एकजुट भएर कर्मरूपी आश्रय प्राप्त गर्नु। चेलीबेटीदेखि लिएर सबैजना एकजुट भनेर रहनु भने तपाईँले पितृको आशीर्वाद जस्तो पाउनुहुन्छ नि त्यहाँभन्दा अरू कुनै भगवानले दिनुहुन्न। पहिले माग्ने भनेको पितृसँग हो। भगवान त तपाईँ हामी स्वयं भन्न सक्छौँ सकारात्मक कर्म गर्न सक्नु भने होइन। हामी जस्तै व्यक्ति पनि त शङ्कराचार्य हामी जस्तै व्यक्ति हो, स्वामी प्रपणाचार्य हामी जस्तै व्यक्ति हो, तर उहाँले सकारात्मक कर्म गर्नुभयो। कसैलाई दुःख कष्ट भय त्रास दिनु भएन। केवल जे कुरा छ बाँडेर आफ्नो जीवनयापन गर्नुभयो। आज उहाँहरू भगवानको रूपमा हुनुहुन्छ। त्यसै गरेर सजन केवल माता पिताहरूको स्मरण गरेर उहाँले गर्नुभएको सन्तति उहाँले गरेको कर्म अत्यन्तै जसरी पिपलको वृक्षका रूपी हाँगा जसरी फैलिएर गएको छ त्यस्तै यो सन्तति परिवारजनमा वंश वृद्धि भएर जाओस्, धन सम्पत्ति वैभव कृति प्राप्त होस्, कहीँ पनि दुःख कष्ट भय त्रास आजसम्म जे भयो यो कुरालाई त्याग गरेर अब हामी परिवारमा एक मिलाप रहेर रहन्छौँ भन्ने अपेक्षा हजुरले लिनुहुनेछ, परिवारजनले रहनुहुनेछ। र जति यो माइक्रोफोनबाट जहाँसम्म आवाज सुनिरहनु भएको छ हजुर सबैको जीवनमा सकारात्मक सोच विचारको भावना प्रकट होस्। र जुन यो अहिले 82 साल चलिरहेको छ नयाँ सुरुवातको क्रममा हामीले पहिलो भागवत यहाँ बान्या परिवारमा गऱ्यौँ। यो सबैका प्रति आज यो भागवतले यो वर्षैभरि हजुरहरूको मन रूपी मस्तिष्कमा सकारात्मक सोच विचारको भावना प्रकट होस् र परिवारजन दाम्पत्य जीवन साथमा रहेर व्यापार बिजनेस आदि कार्य गर्नेवालाले पनि सकारात्मक सोच विचारले जीवन चल्न सकोस् भन्ने माध्यमलाई जोड्दै आज भगवान श्रीकृष्णले त्यही रचेको रासलीला जस्तै यस परिवारजनमा सबैको भेट र अपेक्षा रहँदै यो एउटा रासलीला हो, अरू केही पनि होइन भागवत। आज त्यो रासमा हामी आनन्दित भन्यौँ। त्यसपछि कंस रूपी दुराचार्यलाई वध गर्नुहुन्छ। कंस भनेको क्रोधलाई आज वध गरेर धर्मलाई स्थापना गर्दै जानुभयो भने पावन प्रसङ्गलाई श्रवण गर्दै गरिरहेनौँ। दशम स्कन्धसम्म रहेका पर्याप्त कथा उनी भगवान श्रीलाई समर्पित गर्दै रहेका छौँ। र सजन तपाईँ हामीले आज भागवतलाई प्रारम्भ गरेर अन्तिम समयको यो पावन दिव्य कथालाई जोड्दै हुनुहुन्छ। यदि जीवनमा मन वचन र शरीरलाई शुद्ध गर्नु भने तपाईँ अन्यत्र कहीँ जानु पर्दैन। मनबाट निस्किने बाणी तपाईँका पवित्र हुन्, कसैको आत्मालाई दुःख नहोस्। मनबाट निस्केका बाणीद्वारा कसैको मन दुःख हुन्छ भने त्यहाँभन्दा ठुलो अधर्महरू केही छैन। सम्पत्ति त केवल जन्म लिएर कमायौँ पछि छोडेर जान्छौँ। रहने जाने भनेकै तपाईँको बोली वचन र सद्भाव हो, अरू केही पनि होइन। अर्को कुरा शरीरले सकारात्मक कर्म र सोच विचारको कामना गर्नुहोस्। तपाईँको जीवनमा जहिले सकारात्मक कर्मको विचार हुनेछ। त्यसपछि मन वचन र शरीरका साथ कर्मको आश्रय पूर्ण भयो भने कुनै कुरा आइपर्यो भने पनि शोक नगर्नुहोस्। चिन्ताले व्यक्तिलाई चिन्तामा पुर्याउँछ। चिन्तन गर्यो भने परमात्मा रूपी ईश्वरलाई पाउन सकिन्छ भन्ने मान प्रसङ्ग जोड्दै आज वन्य परिवारद्वारा आयोजित यो दिव्य भागवतमा सबैको मन सकारात्मक बनेर रहोस्। परिवारमा मेलमिलापको केन्द्र बनेर रहोस्। कुनै दिन यसो हामी घुम्दै फिर्दै आउँदाखेरि पनि परिवारमा त्यो आनन्द भयो है भन्ने कुरा प्रकट प्राप्त होस्। हाम्रो हृदयमा पनि मन गदगद भएर आउनेछ। र साथसाथमा हजुरलाई यही कुराको प्रेरणा पनि रहेको छ जसका निमित्त तपाईँले जीवनमा जहिले नकारात्मक सोच विचारको भावना केही छ भने आज भागवतमा अर्पण गर्नुहोस्। केवल व्यक्तिलाई धन सम्पत्ति वैभवले पनि पुग्दैन। तपाईँका इच्छा चाहना अपेक्षाले कहिले पुग्दैन।
जति छ त्यही कुरामा सन्तोष मानेर जानुहोस्। तपाईँको जीवनमा जहिले सकारात्मकको भावना प्रकट हुनेछ भन्दै यो भागवतलाई पूर्ण गर्नुभन्दा पूर्व एउटा अन्तिम भजनमा हामी सबैजना तपाईँ कर्ताहरू जति छमछम नाच्नुहुन्छ त्यति पितृ रमाउँदै रमाउँदै वैकुण्ठ जानेछन्। सबैजना उठेर आनन्दित भएर नाच्नुहोला। अनि तपाईँ हामी साथसाथमा रहेर भागवतलाई पुनः विराम गर्नेछौँ अनि साथसाथमा तिलार्चन गरेर अहिलेको कार्यलाई समापनको तथा अगाडि बढ्नेछ भन्दै आउनुहोस् एउटा दिव्य भजनमा सबैजना आनन्दित बनौँ। भक्तवत्सल भगवानको बान्या परिवारको आजको आनन्दको इन्द्रा देवीको जय जय श्री राधे। संभवामन वर्ता प्रभरा प्रकृतिश्रा संभव सम्रादित्य प्रभूता सैत्रिक गुंडाम पवित्र मंगला परम ईशान शांता प्रण ज्येष्ठ श्रेष्ठ प्रजापति हिरण्यगर्भ शरणं शरणं विश्वरीत प्रजाभव अह संवत्सर व्याला प्रत्यय सर्वदर्शन अज सखी सर सिद्धि सर्वधिर पृथ्वी नमो लक्ष्मी नमो नमः उदरे पेटमा पूजन गर्नु पूजन गर्नु वरुणादि नमो नमः दुःखमा ग्रहमै दीपम दर्शय अलि घुम्नु पर्छ नि पानीले यहाँ आइन तुला समर्थन यसो राखिदिनु न उल्टो भर्तीबाट गएको दाजुले बोक्नु
जनाथ पुरा धामादि विराजिते शीतनाथ मुक्तिनाथ दर्शनाथ वैद्यनाथ कर्म पुरातनाथ नित्यपमाय धनराति सारपत्नाय कुरुकुशलं प्रणतेषु जय जय देव हरे जय जय देव ल सबैले हातमा पुष्प लिएर दीपनारायण भगवानको नमस्कार गर्नुहोला। नमो नमः कमलनाभाय नमस्ते जलसायिने नमस्ते केशवानन्द वासुदेव नमस्ते वासुदेव नमस्ते। शुभं भवतु कल्याण आरोग्यं सुखसम्पदा आत्मज्योतिप्रकाशेन दीपज्योतिर्नमोस्तुते। लतो हाम्रो जति यावत् पुनः ततो विखं विक्रामत् शासनान शनियमे ततो विराड जायत विराजो अधिपूर्ग सजातो अत्युत्मात स्वमदायन्त जे केचो भयादत गावजनिरे तस्मात् सजाता अजा भय तंजनंबरिके प्रोक्षण पुरुषं जातमग्रत तेन देवाय जन्तसा नारायण सोपस्कर वस्तुं तुभ्यं वयं समर्पयामि। छोड़ दिनु ना तुभ्यं वयं संप्रदातमहे उसको टुकड़ा छोड़ दिने तैने 4 सुरमा छोड्ने 4 का सुर भयो लतीशको प्रार्थना गर्ने। नमो नमस्ते गोविन्द पुराण पुरुषोत्तम दाने नानेन देवेश प्रियतां च जनार्दन मनोरथमधियोऽयं सफल सर्वथा त्वया निर्विघ्नेनैव कर्तव्यो दासोऽहं तव केशव अकालमा मृत्युवरण गरेका यो कुलमाझो जति सन्मरेका पाउन् सबैले वैकुण्ठधामा भन्दै गरौँ श्री हरिमा प्रणाम। पुष्प राखिदिनु होला। ल अब हाम्रो सिधा दक्षिणा लाइन राख्ने अगाडि लिएर आउनु सिधा दक्षिणाहरू। देवाय गो ब्रह्मणैताय च जगदीताय कृष्णाय गोविन्द अब हामी सबैजना अक्षता लिएर यस यज्ञलाई विसर्जन तर्फ जाँदैछौँ। वरिपरि कताबाट सजिलो सजिलो हुन्छ चलाउनु र आफ्नो छाया हेर्नु दीपनारायणाय नमो नमः चन्दन नक्षत्र फूल आदिले पूजा गरौँ। नैवेद्यहरू चढाइदेऊ गन्ध मक्षराम पत्र पुष्पाणी नाना वेद नैवेद्य आदि चारैजनाले खोइ मामा सबै तलदेखि माथि चारैजनाले लिएर यो चाहिँ उँभो दक्षिण बनाएर यसरी पानी लगाउनु ल यसरी ल्याउन ल यसो गरेर पानी ढेल्दैन ओम स्वास्तिभ्यो नमो नमः ध्येयं सदा परिभवाग्नमवेष्टदोहं तीर्थास्पदं शिवविरञ्चिनुतं वन्दे महापुरुषते चरणारविन्दं कस्तूरीतिलकं ललाटपटले वक्षस्थले कौस्तुभमणिं वरापीडं नटवरवपुः कर्णयो कर्णिकारं बिभ्रातवासं कनकपिशं वैजयन्तीं समानं रङ्गावेणो हृदयसुरया पूरयन् गोपवृन्दैः वृन्दारण्यं सपदरमणं प्रविशद गीतकीर्तिः
ध्यायेनि भन्दै गरौँ श्री हरिमा स्वानि मनोहराणि सुरासुराणामपि दुर्लभानि कल्पत्रयं मन्त्रपुष्पाञ्जलिं समर्पयामि मायि भगवती देवी चरणकमलेभ्यो नमो नमः। भक्तवत्सल भगवान सप्तमाई भगवती माता सत्यवती का भगवान को गौ माता को करुण वीर को श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञ को कौशिकोत्रमा ज्ञात ज्ञात समस्त पितृ उद्धारोस् भन्नु ल कौशिकोत्रमा ज्ञात ज्ञातका समस्त पितृहरूको समस्त पितृहरूको वैकुण्ठ वासोस् भन्नु होला। कौशिकोत्रमा ज्ञात ज्ञातका समस्त पितृहरूको कौशिकोत्रमा ज्ञात ज्ञातका समस्त माउलीपट्टिका पितृहरूको कौशिकोत्रमा रहेका दिवाङ्गत सम्पूर्ण पितृहरूको पट्टिका समस्त पितृहरूको